Hello everyone, welcome to our channel. Today we're going to Hunter Valley. Cheers. Hello and namaste everyone. सबैजनालाई आज चाहिँ मेरो एनिभर्सरी हो फर्स्ट थिङ त अनि फेरि पनि ढिला भए पनि तपाईहरु सबैजनालाई मेरो च्यानलमा स्वागत छ अनि आज चाहिँ एनिभर्सरी भएको कारणले गर्दा हामी दुईजना चाहिँ म र मेरो वाइफ चाहिँ हामी जाँदैछौँ हन्टर भ्याली अनि त्यहाँ जान्छौँ आज सेलिब्रेट गर्छौँ अनि आज उतै बस्छौँ हामी अनि भोलि बेलुकातिर फर्किन्छौँ अनि यस्तै छ 2 इयर्स भयो हैन वैवाहिक जीवनमा आबद्ध भएको अब यसरी नै 100औं वर्ष पुरा गर्न पाइयोस् भन्दै भगवानसँग प्रार्थना माग्छु र तपाईहरु सबैले मलाई ब्लेसिङ्स दिनुहोस् अरु त के नै छ र हैन जिन्दगानीमा त्यति भएपछि हामी चाहिँ बिस्तारै अब प्रवेश गर्दैछौँ एन्ट्री हुँदैछौँ अझ भ्यालीतिर यहाँको दृश्य यस्तो देख्न सकिन्छ हामी अब यहाँ वाइन टेस्टिङको लागि एकदम फेमस हो तर आफू अब वाइन केही पनि खाइन्न हैन ल हामी चाहिँ अब ठ्याक्कै लाएर आइसकेको छौँ हामी बस्ने रिजोर्ट होटल वरेभर विषय हैन अनि एकदम राम्रो छ भ्यू पनि दामी रहेछ अनि ठ्याक्क अगाडिपट्टि एउटा लेक जस्तो रहेछ दामी छ भ्यू चाहिँ फाइनली आइयो ल अब यो चाहिँ हामी आज यहाँ बस्ने ल कम अन इन यो चाहिँ हाम्रो यो चाहिँ हाम्रो वाशरुम है अनि हामीलाई मर्निङ ब्रेकफास्टको लागि चाहिँ थोरै केही राखिदिएको छ अनि यो चाहिँ हाम्रो रुम यो चाहिँ हाम्रो बेड द बेस्ट पार्ट वी चोज दिस रूम इज लाइक सो वी क्यान इन्जोय द भ्यू हैन त्यो कारणले गर्दाखेरि चाहिँ हामीले यो रुम बुक गरेको दामी भ्यू छ कोजी यो कोजी छ Oh, happy anniversary, Sonu and Bimos. We hope you thoroughly enjoy your wine country celebration, the landmark. Cheers, thank you, buddy. It's all because of you. Yay. Because they don't know about our anniversary or things like that, right? Anyways, it is what it is. ल हेर्नुहोस् त हामी पनि ठ्याक्क होटल आइपुग्ने कंगारुले नै हामीलाई स्वागत गर्नु कस्तो रमाइलो आहा अब यो चाहिँ हामी यहाँ बसेको आज अनि यो प्रपर्टी राम्रो पनि लाग्यो दार्जिलिङ रिट्रिट भन्ने अनि यो चाहिँ लेकको भ्यू हो यतापट्टि चाहिँ सबै अनि यो यतापट्टि राइट ह्यान्ड साइडमा चाहिँ के अरे भाइनेटको लुक छ अनि एउटा कमन स्विमिङ पुल पनि छ सबैजनाको लागि अनि हामी चाहिँ यसो अहिले एकछिन वकमा जानु पर्यो त्यहाँ माथि प्यान्ट्रीसम्म लेट्स सी हाउ इट गोज यहाँ चाहिँ फोटो सेसन चलिरहेको छ म्यामको गाइज अनि यो रिजोर्टको अट्र्याक्सन भनेको चाहिँ सनसेट रहेछ ओहो म्याडमको यहाँ फोटो सेसन त कडा छ त अब परीको बयान गरेर तारिफ गर्न सकिन्छ र ल अब हामी चाहिँ यहाँ डिनर गर्न आएको छौँ 19 भन्ने रेस्टुरेन्टमा यस्तो छ यहाँको भाइब्स यहाँ चाहिँ बोस जाँदै हुनुहुन्छ अगाडि यस्तो छ डिनर राम्रो भयो यहाँ हाम्रो अनि यहाँको एम्बियन्स पनि एकदम राम्रो छ अब चाहिँ हामी फर्किँदैछौँ हेलो गाइज गुड मर्निङ हामी चाहिँ भर्खरै उठेर कफी खाएर बसिराखेको अब चाहिँ यसपछि हामी यहाँबाट चेकआउट भएर मेबी ब्रन्चको लागि जान्छौँ होला कतै अनि त्यसपछि मिड डेमा चाहिँ आई हेभ अ सरप्राइज फर बिमोस जुन चाहिँ मैले अहिलेसम्म भनेको छैन उसलाई लेट्स सी उसको रियाक्सन कस्तो हुन्छ सो स्टे ट्युन गाइज एन्ड लुक एट द भ्यू हेलो गुड मर्निङ सबैजनालाई फेरि आज नेक्स्ट डे
अनि आज चाहिँ हामी अब यहाँबाट चेकआउट हुन्छौँ द ल्यान्ड रिट्रिटबाट। अनि त्यसपछि हामी आज चाहिँ पिटरसन भन्ने ठाउँ जान्छौँ। त्यहाँ चाहिँ वाइन टेस्टिङ अनि भाइनेर्ड्सहरू रहेछ। अनि त्यो चाहिँ यहाँको पपुलर वाइन टेस्टिङ ठाउँ हो अरे, मेरो वाइफले भनेको। अब त्यहाँ जान्छौँ बिस्तारै। अनि त्यसपछि एकछिन केही एक्टिभिटिजहरू गर्छौँ। अनि त्यसपछि ब्याक टु सिडनी। ल सी यु देयर। ल यतिकैमा हाम्रो यसो भनौँ न भिडियोग्राफी चलिरहेको छ। अब साथै साथै चल्ते चल्ते भने जस्तै हो। हामी चाहिँ अब यहाँ आछौँ पिटरसनमा। अनि यहाँ चाहिँ के अरे अब टेस्टिङको चाहिँ फी लाग्छ अरे। त्यही पनि हेरौँ के टेस्ट गर्न मिल्छ। तर हामी वाइन चाहिँ टेस्ट गर्दैनौँ किनभने हामी ड्रिङ्क्स गर्दैनौँ, त्यही भएर। कम्पनी मात्रै होला, फ्याक्ट्री त होइन होला आई गेस। चक्लेट फ्याक्ट्रीमा चाहिँ आछौँ हामी। अनि यो चाहिँ मोर ओभर हामीले जुन कोल्समा पाउँछ नि त्यस्तो त्यस्तै रहेछ क्या, त्यो क्यान्डी टाइप्सको। पपकर्न। हामी चाहिँ पिटरसन हाउसको म्यान्डेटरी फोटोग्राफी चाहिँ के अरे स्पटमा छौँ होइन। यहाँ चाहिँ नर्मली धेरै जस्तोले फोटो खिचेकै हुन्छ यो ठाउँ, त्यसको लागि पनि फेमस भयो। ठ्याक्कै भाइनेट देखिने गरी वहाँ एकछिन फोटोसोटो खिच्छौँ। अनि अघि चक्लेट के अरे सपमा होइन, फ्याक्ट्री होइन सप हो त्यो, कम्पनीमा गएर चक्लेट किन्यौँ। अनि त्यसपछि अब हामी ब्याक टु सिडनी हुन्छौँ। है कहाँ हो? हामी त एयरपोर्ट आएको छ त बुढी। हेलिकप्टर त्यही नै हो। कता हो? यता हो। पार्क गर्नु मिल्छ होला उता ब्लू स्काईमा जानु लाग्यो क्या। You've arrived at your destination. ल धेरै धेरै धन्यवाद बुढीलाई। मलाई यो म अहिलेसम्म खास गरी हेली चढेको छैन। अनि उसले चाहिँ मलाई सरप्राइज राखेको रहेछ। अनि इट्स एक्चुअली वन्डरफुल सरप्राइज फर मी होइन। अनि त्यही भएर थ्याङ्क यू। 76 हामी चाहिँ अब हेली राइड। थ्याङ्क यू सो मच बुढी, म एक्साइटेड छु यो कुरालाई चाहिँ। दिस इज माई फर्स्ट टाइम एक्चुअली हे। No more surprises. Thank you so much. Okay. When you step inside, watch out for the skids. Okay. Seatbelt works just like a car over shoulder. All right. So the glass red buttons release when you're done. These headsets have voice activated microphones, so they need to be up nice and close to your mouth. Okay. When we are flying around today, you can use your phone as much as you like. You don't need flight mode or anything, so you can All right. take Thank photos. you. And Thank videos. you. If there was any sort of an emergency in flight, ल लाग्यो होइन, सिट बेल्ट ट्याक्क लगाएर फर्स्ट टाइम। all right. Perfect timing to turn up. Bro, Say How hi. how are you feeling? एक्साइटेड। लगाइ यतिकैमा हामी चाहिँ यहाँबाट टेकअफ हुन लाग्यो। खासै ठुलो कुरा त होइन हेली चढ्नको लागि, तर मेरो लागि चाहिँ एउटा ठुलै थियो। किन भन्दाखेरि यो मेरो वाइफले सरप्राइज दिएको थियो, त्यो कारणले गर्दाखेरि चाहिँ ओभरअल इट वाज रमाइलो थियो एक्सपिरियन्स। अनि फर्स्टमा चाहिँ लास्ट डर लाग्ने थियो, तर पछि चाहिँ यतिकैमा माथि पुगिसकेको थियौँ। अनि भ्यू पनि एकदम राम्रो देखिरहेको थियो। म एक्साइटेड पनि भइरहेको थिएँ। अनि माथिबाट पुरै ग्रिनरी देखिरहेको थियो अनि राम्रो पनि थियो। अनि यो चाहिँ खासै गरी के रहेछ भन्दाखेरि डाँडै डाँडाको बिचमा त्यो भ्याली जस्तो भएको कारणले गर्दाखेरि हन्टर भ्याली भएको जस्तो लाग्यो मलाई चाहिँ। किन भन्दा एक्सपिरियन्स रमाइलो भएको थियो। फर्स्टमा चाहिँ
फर्स्टमा चाहिँ अलिकति सेकी थियो किनभने विन्डी रहेछ वेदर अनि पछि चाहिँ युज टु भइहाल्यो नि विमसलाई फर्स्टमा मात्रै अलिकति ऊ लाग्छ कि डर लाग्छ अब हामी सिडनी जान्छौँ We are going अब हामी सिडनी जान्छौँ अनि अब पहिला त्योभन्दा अगाडि चाहिँ केही खाऊँ अनि केही भोक लाग्यो। खाएर अनि सिडनी तर मलाई त जान्छौँ हल्का डर लागेको थियो किन? सुरुमा के हल्दी हल्दी चाहिँ यस्तो यस्तो भयो नि त त्यही भएर ल ओके बाई गाइस यसैमा हाम्रो हन्टर भ्यालीको यात्रा सकियो अब चाहिँ हामी ब्याक टु सिडनी हुन्छौँ अनि एकछिन म्याकमा आछौँ म्याकमा केही खान्छौँ अनि त्यसपछि ब्याक टु सिडनी थ्याङ्क यू सो मच फर वाचिङ एभ्री वान होप टु सी यु अगेन इन माई नेक्स्ट भिडियो Keep loving. किप लभिङ किप सब्सक्राइबिङ Okay, bye bye. बाई